जति बेला तिर्खा लाग्छ त्यति बेला मेरो साथीसँग मैले आफ्नो तिर्खा मेटाउन सुरु गरेँ। हामीले सुरुमै प्लान गरेका थियौँ, हामीले जे गरे पनि हामी सधैँ साथी भएर नै बस्ने। नमस्ते साथीहरू, आज म तपाईहरूलाई मेरो र मेरो सबैभन्दा नजिकको साथी बीचको साँचो साँचो कथा सुनाउँदैछु। यो कथा अहिलेको वर्तमान समयको हो। म अहिले तपाईहरूसँग बोल्दैछु र यो सबै कुरा अहिले पनि चलिरहेको छ। समयको धारामा हामी दुईजना अझै पनि त्यही अपूर्ण, अधुरो तर गहिरो सम्बन्धको धागोमा बाँधिएका छौँ। मेरो नाम अनिशा हो। म 24 वर्षकी छु। काठमाडौँको धुलो र धुवाले भरिएको यस सहरमा ठमेल नजिकैको एउटा सानो भाडाको कोठामा बस्छु। मेरो साथीको नाम आकाश हो। हामी कलेजदेखि साथी हौँ। 4 वर्षदेखि हामी निकै नजिक छौँ। सुरुमा हामी साधारण साथी थियौँ, फिल्म हेर्ने, कफी पिउने, समस्या बाँड्ने। तर बिस्तारै हामी बीच एउटा अदृश्य तानिन थाल्यो। एक दिन हामीले खुलेर कुरा गर्यौँ। हामी दुवैलाई थाहा थियो कि हामी प्रेममा पर्नु हुँदैन। हामीसँग आफ्नै लक्ष्य छ, आफ्नै भविष्य, तर शारीरिक चाहना पनि त छ। त्यसैले हामीले एउटा समझदारी बनायौँ, फ्रेन्ड्स विथ बेनिफिट्स, प्रेम बिनाको सम्बन्ध, जब चाहियो तब मात्र, कुनै अपेक्षा नराख्ने। तर साथीहरू, यो समझदारी कागजमा लेखे जस्तो सजिलो थिएन। मनको गहिराईमा लुकेका भावनाहरू कहिलेकाहीँ पानीको सतहमा आउँछन्। आकाशको आँखाहरूमा जब म हेर्थेँ, त्यहाँ केही गहिरो चाहनाहरू देखिन्थ्यो। उसको हात जब मेरो हातमा छुन्थ्यो, त्यो छुवाईमा मात्रै मित्रताको शीतलता होइन, बरु एउटा शरीर भिज्ने तातो लहर चल्थ्यो। हामी दुवैले यसलाई नदेखेको जस्तो गर्ने प्रयास गर्थ्यौँ। तर शरीरको भाषा झुटो बोल्दैन। पहिलो पटक जब हामीले यो नयाँ सीमा पार गर्यौँ, त्यो रात अझै पनि मेरो सम्झनामा ताजा छ। वर्षाको मौसम थियो। काठमाडौँको सडकहरू पानीले भरिएका थिए। हामी कफी शपबाट फर्कँदै थियौँ। आकाशले आफ्नो छाता मेरो टाउकोमा समातेर हिँडिरहेको थियो। पानीका थोपाहरू उसको काँधमा झर्दै थिए, तर उसले वास्ता गरेन। अनिशा, तिमी भिजेकी छैनौ? उसले सोध्यो। आवाजमा त्यो परिचित नरमपन थियो। म मुस्कुराएँ। तिमी त भिजेका छौ, छाता मलाई दिएर। तिमीलाई जोगाउनु मेरो काम हो, उसले भन्यो, र त्यसपछि हामी दुवै चुप लाग्यौँ। त्यो चुप्पीमा केही अनकही थियो। हामी मेरो कोठामा पुग्दा पानी झनै जोडसँग बर्सिरहेको थियो। आकाशले आफ्नो भिजेको ज्याकेट फुकालेर आल्नामाथि सुकायो। उसको सेतो टी सर्ट शरीरसँग टाँसिएको थियो। छातीको रेखा स्पष्ट देखिन्थ्यो। म नजर फर्काउन खोजेँ, तर आँखाहरू आफै त्यहाँ अड्किराखेका थिए। कफी बनाऊ? मैले सोधेँ, आवाज अलिक काँपेको जस्तो। उसले नजिक आएर भन्यो, आज कफी होइन निशा, आज केही अर्कै चाहिन्छ। त्यो रात हामीले पहिलो पटक सीमा तोड्यौँ। हातहरूले शरीरको नक्सा बनाउँदै, सासहरू मिलेर एउटै लयमा बग्दै। आकाशको छेउमा एउटा विशेष प्रकारको न्यानोपन थियो, जस्तो कि ऊ मलाई महसुस गर्न चाहन्थ्यो। मेरो औँलाहरू उसको कपालमा गुजुल्टिए र उसले मेरो नाम फुसफुसाएर बोलायो, जस्तो कि त्यो नाम उसको लागि कुनै पवित्र मन्त्र हो। हामीले प्रेमको कुरा गरेनौँ, मात्र शरीरले बोल्यो। तर जब बिहानको उज्यालो कोठामा छिर्यो, म उसको छातीमा टाउको राखेर सुतिरहेकी थिएँ र उसको हात मेरो कमरमा थियो। त्यो क्षणमा मलाई लाग्यो कि यो साँच्चै मात्र फ्रेन्ड्स विथ बेनिफिट्स हो। त्यसपछिका दिनहरू अझ जटिल बन्दै गए। हामी कहिलेकाहीँ हप्ताभरि नभेट्ने, अनि अचानक एक रात आकाशको फोन आउँथ्यो। अनिशा, म आउन सक्छु? उसको आवाजमा थकान र चाहना दुवै मिसिएको हुन्थ्यो। म ढोका खोल्दा ऊ थकित अनुहार लिएर उभिन्थ्यो, तर आँखाहरूमा त्यो पुरानो चाहनाको आगो बल्थ्यो। हामी कुरा गर्थ्यौँ, कामको बारेमा, परिवारको बारेमा, सपनाहरूको बारेमा। तर कुराहरू बिस्तारै चुपचापमा बदलिन्थे र चुपचापले शरीरलाई बोलाउँथ्यो। एक पटक हामी दुवैले एउटा नयाँ क्याफेमा भेट्यौँ। त्यो ठाउँ सानो थियो, बत्तीहरू मधुरो थिए। आकाशले मेरो हात टेबल मुनि समात्यो।
उसको औँलाहरू मेरो औँलाहरूसँग खेल्दै थिए, बिस्तारै बिस्तारै, जस्तो कि ऊ मेरो हातको रेखा पढिरहेको होस्। तिमीलाई थाहा छ, उसले भन्यो, आवाज कम गरेर। जब हामी भेट्छौँ, मलाई लाग्छ समय रोकिएको छ। मैले उसको हात थिचेँ। समय रोक्नु हुँदैन आकाश, हामीले त्यही समझदारी बनाएका थियौँ। उसले मुस्कुरायो, तर त्यो मुस्कानमा केही गहिरो थियो। समझदारी त छ, तर शरीरलाई बुझाउन गाह्रो हुन्छ, विशेष गरी जब तिमी यसरी नजिक बस्छौ। त्यो रात हामी क्याफेबाट सिधै मेरो कोठामा गयौँ। बाटोभरि उसको हात मेरो हातमा थियो, औलाहरू एकअर्कामा बाँधिएका। ढोका बन्द हुने बित्तिकै आकाशले मलाई भित्तामा अड्याएर धेरै माया गर्यो, गहिरो, लामो, जस्तो कि ऊ मभित्रको केही कुरा खोजिरहेको होस्। मेरो हातहरू उसको पीठमा फैलिए र मैले महसुस गरेँ कि उसको शरीर कति तातो छ, कति परिचित। हामी बिस्तारै ओछ्यानतिर सर्यौँ। कपडाहरू एकपछि अर्को भुइँमा खसे। आकाशको हातहरू मेरो पुतलीको हरेक मोडलाई चिन्दै गए, जस्तो कि ऊ पहिले नै यो बाटो हिरिसकेको होस्। म उसको नाम फुसफुसाएँ र उसले जवाफमा मेरो कानमा केही गोप्य शब्दहरू भन्यो, शब्दहरू जसले मलाई काँप्न बाध्य बनाए। तर सम्बन्ध जति गहिरो हुँदै गयो, उति नै मनमा प्रश्नहरू उठ्न थाले। कहिलेकाहीँ रातको बीचमा म उठ्थेँ र उसलाई हेरिरहन्थेँ। उसको अनुहार शान्त हुन्थ्यो, सास समान रूपमा चलिरहेको। म सोच्थेँ, के ऊ साँच्चै यस्तै सम्बन्ध मात्रै चाहन्छ, वा उसको मनमा पनि म जस्तै केही अधुरो कुरा छ? हामीले कहिले म तिमीलाई माया गर्छु भनेनौँ। त्यो शब्द हाम्रो समझदारी बाहिर थियो। तर जब उसले मलाई अङ्गालोमा बाँधेर राख्थ्यो, जब उसको औँलाहरू मेरो कपालमा खेलिरहन्थे, तब ती शब्दहरू बिना नै केही गहिरो कुरा बोलिन्थ्यो। एक साँझ हामी बालुवाटारको एउटा शान्त पार्कमा बसिरहेका थियौँ। सूर्यास्तको रातो प्रकाश रुखहरूमाथि झर्दै थियो। आकाशले मेरो काँधमा टाउको राख्यो। अनिशा, उसले भन्यो, कहिलेकाहीँ मलाई लाग्छ हामीले गलत समझदारी बनाएका हौँ। मेरो हृदय जोडसँग धर्क्यो। के भन्न खोजेको? मात्र यति कि जब म तिमीसँग हुन्छु, मलाई लाग्छ म पूर्ण छु, अनि जब हुन्न, त्यो खालीपन महसुस हुन्छ। मैले उसको हात समातेँ। आकाश, हामीले यो बाटो रोज्यौँ किनभने हामीलाई थाहा थियो प्रेम जटिल हुन्छ। हामीसँग आफ्नै सपना छन्। तिमी विदेश जान चाहन्छौ, म यहाँ केही ठुलो गर्न चाहन्छु। उसले मेरो आँखामा हेर्यो। म जान्दछु, तर कहिलेकाहीँ सपनाहरूभन्दा नजिकको मान्छे बढी महत्त्वपूर्ण हुन्छ। त्यो कुराकानी अधुरो रह्यो। हामी चुपचाप बस्यौँ, हातहरू एकअर्कामा बाँधिएका। पछि रातमा जब हामी मेरो कोठामा फर्कियौँ, त्यो हाम्रो स्वाद लियाई अझ बढी भावुकता थियो। आकाशले मलाई बिस्तारै ओछ्यानमा सुतायो र उसको हातहरूले मेरो सन्तोलालाई खेलाउन थाल्यो। प्रत्येक छोबाइमा एउटा प्रश्न थियो, प्रत्येक सासमा एउटा जवाफ। हामीले शरीरको भाषामा कुरा गर्यौँ। तिमी मलाई कति चाहन्छौ, म तिमीलाई कति चाहन्छु। प्रेम शब्द बिना नै हामीले त्यो रातलाई भरिपूर्ण बनायौँ। तर बिहान फेरि वास्तविकता आउँथ्यो। आकाशले आफ्नो कपडा लगाउँदा म ओछ्यानमा बसिरहन्थेँ। उसले माया गरेर बिदा माग्थ्यो। फेरि भेटौँला? म मुस्कुराएर भन्थेँ, हो, जब चाहियो। तर मनभित्र एउटा सानो आवाज सोध्थ्यो, के यो सधैँ यस्तै रहनेछ? कि हामी कहिल्यै त्यो समझदारी तोड्नेछौँ? समय बित्दै गयो। हामी दुवै व्यस्त भयौँ। आकाशले नयाँ जागिर पाएको थियो। म आफ्नो प्रोजेक्टमा डुबेकी थिएँ। हामी कहिलेकाहीँ हप्तामा एक पटक मात्र भेट्थ्यौँ। तर जब भेट्थ्यौँ, त्यो भेट मात्र शारीरिक हुँदैनथ्यो। हामी लामो समयसम्म कुरा गर्थ्यौँ, हाँस्थ्यौँ, कहिलेकाहीँ चुपचाप एकअर्कालाई हेर्थ्यौँ।
एकपटक आकाशले मलाई आफ्नो अपार्टमेन्टमा बोलायो। त्यो ठाउँ सफा र व्यवस्थित थियो, तर उसको बेडरुममा मेरो एउटा पुरानो स्कार्फ राखिएको थियो, जुन मैले एकपटक बिर्सिएकी थिएँ। तिमीले यो किन राखेको? मैले सोधेँ। उसले मुस्कुरायो। किनकि यसमा तिमी जस्तै बास्ना छ। त्यो रात हामी उसको ओछ्यानमा लामो समयसम्म माया पोखेका थियौँ। आकाशले मेरो कपाललाई औनाले चिरिरहेको थियो। अनिशा, तिमीलाई थाहा छ म तिमीलाई कति चाहन्छु? उसले माया शब्द प्रयोग गरेन, तर त्यो चाहन्छुमा गहिरो अर्थ थियो। मैले उसको छातीमा कान राखेँ। उसको हृदयको धड्कन सुनिन्थ्यो, तेज, न्यानो। म पनि, मैले फुसफुसाएँ। त्यसपछिका हप्ताहरूमा हाम्रो भेट अझ गहिरो हुँदै गयो। हामीले नयाँ ठाउँहरू खोज्यौँ, कहिले काठमाडौँको कुनै शान्त होटलमा, कहिले उसको गाडीमा रातको अँध्यारोमा। प्रत्येक भेटमा शरीरको नजिकपन बढ्दै गयो, तर मनको नजिकपन अझ बढी। आकाशले मेरो मनपर्ने खाना बनाउन थाल्यो। मैले उसको लागि साना उपहारहरू ल्याउन थालेँ, किताब वा उसको मनपर्ने चकलेट। हामी दुवैले बुझेका थियौँ कि यो मात्र शारीरिक सम्बन्धभन्दा बढी बन्दै गइरहेको छ, तर कसैले पनि खुलेर भनेनौँ। एक रात भारी वर्षा भइरहेको थियो। आकाश मेरो कोठामा आयो, भिजेको शरीर लिएर। मैले उसलाई तौलिया दिएँ र उसले मलाई अँगालोमा बाँध्यो। पानीका थोपाहरू उसको कपालबाट मेरो गालामा झरिराखेका थिए। अनिशा, उसले भन्यो, आवाज गहिरो। आज मलाई तिमीसँग मात्र बस्न मन लागिरहेको छ, केही नगरी, मात्र नजिक। हामी ओछ्यानमा सुत्यौँ, कपडा लगाएकै। आकाशले मलाई आफ्नो छातीमा टास्यो र म उसको सासको लयमा सुत्न थालेँ। त्यो रात हामीले शरीरको भाषा प्रयोग गरेनौँ, तर मनको भाषाले हामी दुवैलाई भिजाइसकेको थियो। बिहान जब म उठेँ, ऊ अझै सुतिरहेको थियो। मैले उसको अनुहार हेरेँ, देख्दै माया लाग्दो। मलाई लाग्यो यो मान्छे मेरो जीवनको एउटा महत्त्वपूर्ण भाग बनिसकेको छ। तर जीवन सरल हुँदैन। केही दिनपछि आकाशले मलाई फोन गर्यो। उसको आवाजमा तनाव थियो। अनिशा, मलाई विदेशको लागि अफर आएको छ, राम्रो अफर। म जानुपर्ने हुन्छ। मेरो मुटु एकछिन रोकिए जस्तो भयो। कहिले? 2 महिनाभित्र। हामी चुप लाग्यौँ। फोनको अर्को छेउमा उसको सास सुनिन्थ्यो। मैले भने, यो राम्रो अवसर हो आकाश, तिमी जानुपर्छ। म जान्छु, उसले भन्यो, तर तिमीलाई छोडेर जान गाह्रो हुनेछ। त्यो कुराकानीपछि हाम्रो भेटहरू अझ तीव्र भए, जस्तो कि हामी समयसँग दौडिरहेका थियौँ। प्रत्येक रात हामी एकअर्कालाई अझ गहिरो रूपमा महसुस गर्न खोज्थ्यौँ। आकाशको हातहरू मेरो शरीरमा घुम्दा उसको मायामा एउटा विदाईको भाव मिसिन थालेको थियो। म उसलाई अँगालोमा बाँध्दा मलाई लाग्थ्यो कि म उसलाई सधैँका लागि समात्न खोजिरहेकी छु। एक साँझ हामी दुवैले एउटा पुरानो रेस्टुरेन्टमा डिनर गर्यौँ। त्यो ठाउँ हामीले कलेजको समयमा प्राय आउने गर्थ्यौँ। आकाशले मेरो हात समातेर भन्यो, अनिशा, यी 4 वर्ष तिमी मेरो सबैभन्दा नजिकको मान्छे बन्यौ। फ्रेन्ड्स विथ बेनिफिट्स भनेर सुरु गरेका थियौँ, तर अब मलाई थाहा छ यो भन्दा बढी छ। मैले उसको आँखामा हेरेँ, त्यहाँ पानी जस्तो चमक थियो। मैले भने, म पनि त्यही महसुस गर्छु आकाश, तर हामीले बाचा गरेका थियौँ। यति भन्दै उसले मेरो कुरा रोकेर भन्यो, बाचा तोड्न सकिन्छ यदि दुवै चाहन्छन् भने। त्यो रात हामी रेस्टुरेन्टबाट सिधै मेरो कोठामा गयौँ। ढोका बन्द भएपछि आकाशले मलाई बिस्तारै माया गर्न सुरु गर्यो, जस्तो कि ऊ हरेक क्षणलाई सम्झनामा कैद गर्न चाहन्छ। हामी ओछ्यानमा पुग्दा उसको हातहरू मेरो शरीरलाई जस्तो पडिरहेका थिए। प्रत्येक छोबाइमा एउटा कथा थियो, प्रत्येक सासमा एउटा प्रतिज्ञा। म उसको नाम दोहोर्याउँदै थिएँ र उसले मेरो कानमा फुसफुसाएर भन्यो, म तिमीलाई बिर्सन सक्दिनँ अनिशा। हामी रातभरि एकअर्कासँग रह्यौँ। शरीरहरू मिले, सासहरू मिले।
तर मनहरू अझै पनि केही अधुरा प्रश्नहरू बोकेर बसिरहेका थिए। बिहानको उज्यालो आउँदा आकाश अझै मलाई अङ्गालोमा बाँधेर सुतिरहेको थियो। म उसको छातीमा कान राखेर उसको हृदयको धड्कन सुनिरहेकी थिएँ। अब 2 महिना मात्र बाँकी थियो। समय छोटो हुँदै गइरहेको थियो र हाम्रो सम्बन्ध अझ गहिरो, अझ जटिल बन्दै गइरहेको थियो। हामीले अझै पनि प्रेम शब्द प्रयोग गरेका थिएनौँ, तर त्यो शब्द बिना नै हामी दुवैले महसुस गरिरहेका थियौँ कि यो सम्बन्ध अब मात्र शारीरिक लाभको लागि होइन। यो केही बढी थियो, केही न्यानो, केही खतरनाक, केही सुन्दर। एक दिन आकाशले मलाई आफ्नो अपार्टमेन्टमा बोलायो। त्यहाँ उसले मलाई एउटा सानो बक्स दियो। भित्र एउटा चाँदीको पेन्डेन्ट थियो, सानो ताराको आकारको। यो तिमीलाई, उसले भन्यो। जहाँ गए पनि यो चाँदले मलाई सम्झाउनेछ। मैले पेन्डेन्ट लगाएँ। त्यो मेरो छातीमा चिसो तर नरम लाग्यो। त्यसपछि हामी ओछ्यानमा बस्यौँ र कुराकानी बिस्तारै चुपचापमा बदलियो। आकाशले मेरो कपाललाई मुसार्दै भन्यो, अनिशा, म जानु अघि म तिमीसँग अझ धेरै समय बिताउन चाहन्छु। मैले उसको हात समातेँ अनि भने, म पनि त्यही चाहन्छु आकाश। त्यो रात हामीले फेरि शरीरको भाषामा कुरा गर्यौँ, तर यसपटक मायाहरूमा एउटा नयाँ गहिराई थियो। आकाशको हातहरू मेरो माथि घुम्दा मलाई लाग्यो कि ऊ मलाई आफ्नो सम्झनामा स्थायी रूपमा अंकित गर्न चाहन्छ। म उसलाई अङ्गालोमा बाँध्दा मलाई लाग्यो कि म उसलाई सधैँका लागि राख्न खोजिरहेकी छु। हामी रातभरि जागेर एकअर्कालाई महसुस गर्यौँ। छुवाई, सास, आँखाको सम्पर्क। बिहान जब सूर्य उदायो हामी अझै एकअर्काको नजिक थियौँ। समय बित्दै गयो। आकाशको जाने समय नजिकिँदै थियो। हामीले एकअर्कालाई अझ बढी समय दिन थाल्यौँ। कहिलेकाहीँ हामी सारा दिनसँगै बिताउँथ्यौँ, कफी पिउँदै, फिल्म हेर्दै, सहर घुम्दै। अनि रातमा हामी फेरि त्यो गहिरो नजिकपनमा डुब्थ्यौँ। प्रत्येक भेटमा एउटा नयाँ तह थपिएको जस्तो लाग्थ्यो। आकाशले मेरो मनका कुराहरू बुझ्न थालेको थियो र मैले उसको। हामीले कहिलेकाहीँ भविष्यको कुरा गर्थ्यौँ। विदेशमा उसको जीवन कस्तो हुनेछ, म यहाँ कसरी अगाडि बढ्नेछु। तर ती कुराकानीहरूमा सधैँ एउटा अधुरो कुरा रहन्थ्यो। एक साँझ हामी दुवैले फेरि त्यो पुरानो पार्कमा बस्यौँ। आकाशले मेरो हात समातेर भन्यो, अनिशा, म जानु अघि मलाई एउटा कुरा भन्न मन लागिरहेको छ। मेरो हृदय जोडसँग धड्क्यो। म उसको आँखामा हेरेँ र त्यहाँ केही गहिरो, केही साँचो देखेँ। साथीहरू, यो मेरो कथाको मात्रै पहिलो भाग हो। हाम्रो कथा तपाईहरूलाई कस्तो लाग्यो कमेन्ट गरेर अवश्य भन्नुहोला र साथै यसको दोस्रो भाग सुन्नको लागि च्यानललाई सब्स्क्राइब गरेर राख्नुहोला। धन्यवाद।